साँच्चै मलाई माया गर्छौ नि है? तिम्रो मन परिवर्तन भइसकेको हो र? कि मलाई मात्र तिमी परिवर्तन भएको जस्तो लागेको हो? सुरुमा मसँग नबोली कुनै दिन नकाट्ने तिमी अहिले त बोल्नुपर्छ कि बोल्नै नपरे नि हुने जस्तो व्यवहार गर्दैछौ। गुड मर्निङबाट सुरु हुने दिनहरू अब त गुड नाइट पनि आउन थालिसकेछ। त्यति चाँडै त मौसम पनि परिवर्तन हुँदैन जति चाँडै तिमी परिवर्तन हुँदैछौ। म त पहिले पनि यस्तै थिएँ, तिमीले नै धेरै सोचेर त्यस्तो लागेको होला नभन न। तिमीलाई थाहा हुनु अगाडि तिम्रो मनमा के चलिरहेको छ थाहा हुन्छ। तिमीले केही नबोल्दा तिम्रो अनुहार हेरेर थाहा पाउन सक्छु भन्ने त तिमीलाई पनि थाहा छ त। तर गल्ती तिम्रो पनि होइन, तिमीले त माया गर्छु मात्र भनेको थियो। गरिरहनेछौ भनेर सोच्नु त मेरो गल्ती हो नि। मलाई सानो चोट लाग्दा पनि आत्तिने तिमी अहिले त मैले बारम्बार तिम्रो व्यवहारले मन दुखेको छ भन्दा पनि नसुने झै गर्न थालेको छ। के मलाई माया गर्न त्यति गाह्रो छ र? जसले पनि छाडेरै जानुपर्ने हो र? हो, तिमीले छाडेर गएको छैनौ, तर साथमा राखेको पनि त छैनौ नि। कस्तो सम्बन्ध हो यो? तिमी मेरो मात्र हौ भन्छौ तर म तिम्रो हुँ भन्न हिचकिचाइरहने गर्छौ। आखिर के पाउनेछौ र तिमीले मलाई यो सम्बन्धमा अल्झाइरहेर? परिवर्तन भइसकेको तिमी फेरि फर्किनेछौ र मसँग? म छु है भनेर भ्रममा राखिरहनु भन्दा त छाडिदेऊ न मलाई। आजाद पन्छी भएर बाँच्न देऊ। अब त तिमी साथमा नहुँदा बरु त्यति पीडा हुँदैन होला जति तिमी साथमा भएर सहिरहेको छु। सम्बन्ध त छ, तर त्यस सम्बन्धमा तिमी छैनौ। मन भरिसकेको तिमी कता कुन मोडमा हराइसकेको छौ मलाई नै थाहा भएन। अब त म छु, केवल म। मैले पटक पटक तिम्रो कस्तो व्यवहारले चित्त दुख्छ भनिरहँदा मुखले माफी माग्दै अब गर्दिन याद राख्नेछु भन्दै व्यवहारले दोहोऱ्याइरहन जरुरी थियो र? कस्तो माया लागेछौ त तिमीले, समयसँगै परिवर्तन भइजाने। मेरो मनलाई पनि त्यस्तै हुन सिकाइदेऊ न। माया दुवैले गरेपछि म मात्रै किन रुनु र है? तिमीले जति नै माया गर्छु भने पनि तिम्रो हरेक व्यवहारले मन मरिसक्यो भनेर जताइरहने गर्छ। अझै पनि तिमी मलाई किन साथमा राखिरहन चाहन्छौ? तिम्रो इगो हट हुन्छ भनेर हो? कि आफूलाई गलत साबित भएको हेर्न सक्दैनौ? आफूले छाड्यो भने केही भन्न सक्दैनौ भनेर हो? बरु म सुनिदेऊला त, तिमीलाई के भन्न मन छ सबै भनेर जाऊ न। होइन, त्यसो भए के? आफ्नो व्यवहारले हराएर मलाई नै गलत बनाउने सोचेको हौ र? मेरो व्यवहारले थाकेर आफै छाडेर जान्छे भनेर पर्खिबसेको हौ त? माया गर्छु भनेर झुट बोलिरहनु भन्दा मुख खोलेर माया गर्दिन भनिदेऊ न। बरु मायालाई एउटा गल्ती मात्र थियो भनिदेऊ, तर मायाको नाटक गरेर शब्दको मजाक नबनाइदेऊ न। परिवर्तन भइसकेको तिमी अनि तिम्रा ती आँखाले पनि तिम्रा ओठबाट निस्केका झुटहरू थाहा पाउन थालिसकेका छन्। कति झुट बोल्छौ? अब त ती ओठलाई पनि लाज लाग्न थालिसक्यो होला। तिमीले त मलाई कुनै गाईबस्तु सरह बाँधेर राखेको छौ। न त माया गर्छौ न त टाढा जान्छौ। कति स्वार्थी है तिमी? माया गर्दिन भन्दा पछि लागेर माया गर्न बाध्य बनायौ। साथमा हुँदा स्वार्थ लुट्यौ अनि अब मन भरिसकेपछि छाड्छे अनि यसको चरित्र हत्या गर्छु भन्दै बसेको छौ। कुनै खेलाउन सरह मन पर्यो, खेल्यो, मन भरियो, कुनामा फ्याँकिदियो। तिमीले हामी पहिले किन भेटेनौ भन्दै सुरु गरेको सम्बन्ध अहिले कुन दिनमा भेट्न पुगेछु भन्ने बनाएको छौ। माया केवल नाटक मात्र हो भन्नको लागि यति धेरै नाटक नगरिदिएको भए नि हुन्थ्यो नि। अब त कसैले माया गर्छु भन्यो भने पनि डर लाग्छ। फेरि अरू कसैको हातको खेलौना त बन्ने होइन। भयो, कसैको खेलौना बन्नु भन्दा जीवनभर एक्लै बस्न तयार छु।